गाइज गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म ब्लग के को बारेमा बनाउँदैछु भने आज चाहिँ म मेरो आलु उम्रियो कि उम्रेन हेर्न जाँदैछु। अनि आलु देखाउँछु प्लस मेरो गाउँ पनि देखाउने छु। सबैजनाले हेरेर माया गरिदिनु होला गाइज। मेरो गाउँको रोड हो। अनि म चाहिँ यहाँ पुगेँ। अनि माइती चाहिँ घाँस काट्दै हुनुहुँदो रहेछ। माइती चाहिँ हाँस्नु हुँदैछ। म चाहिँ जाँदैछु, अहिले आउँछु ल तपाईँको घर। म भिजिट गर्छु, म भ्लगमा देखाउँछु नि। अह भन्दैछ हेर्नु न कस्तो खालको मान्छे रहेछ। अब जाँदैछु म चाहिँ हाम्रो आलुबारी हेर्नु। अनि आएर चाहिँ म दाउरामा जानुपर्ने हुन्छ। दाउरामा गएको चाहिँ म बनाउँदिनँ किनकि आज म फोन लानु पाउँदैन, म लाँदिनँ। त्यही भएर हाम्रो आलुबारी अनि आलु चाहिँ म देखाउन गइरहेको छु। भर्खर उम्रिनु स्टार्ट भएछ आलु चाहिँ। अनि आलु उम्रिँदै रहेछ। म आलु देखाउँछु है त तपाईँहरूलाई। बिचमा चाहिँ साग र खै के भन्छ होला चौसुर पनि छर्नु भएछ। बाजेले छर्नु भएको यो चौसुर चाहिँ। साग चाहिँ पापाले रोप्नु भएको। अनि यहाँ चाहिँ डेजिरी आलु छ। यहाँ अब नर्मलै आलु हो, यो पनि नर्मल लोकल आलु छ गाइस। हाम्रो चाहिँ यति छ। अनि आलु चाहिँ हाम्रो यो बारी चाहिँ बेबीहरूको रोपेको छौँ यसपालि। त्यही भएर पर पनि रोपेको छौँ, घर छेउमा पनि, तर थोरै छ। अनि यहाँ माथि हेर्न सक्नुहुन्छ यो चाहिँ डाँडा गाउँ भन्छ हाम्रो, माउली गाउँ। अब यहाँनिर भिजिट गर्नेछौँ गाइज। यहाँनिर यो जुन रुख देख्दै हुनुहुन्छ यो चाहिँ एभोकाडो भन्छ। यो घिउ फल हो, नेपालीमा चाहिँ घिउ फल भन्छ। जो कति धेरै फलिसक्यो। मामाले कति बेचिसक्नु भयो। यसको बिरुवा पनि मामाले बेच्नुहुन्छ। प्लस यसको बिरुवा चाहिँ मामासँग कन्ट्याक्ट गऱ्यो भने चाहिँ घिउ फलको बिउ पनि बनाइदिनुहुन्छ, रोपिदिनुहुन्छ, बनाइदिनुहुन्छ। यो धेरै राम्रो फलेको छ यसपालि चाहिँ। म चाहिँ पुगिसकेँ मामाको घर। यहाँ चाहिँ माछा पोखरी छ। यहाँ हेर्न सक्नुहुन्छ सुँगुर, मामाहरूको सुँगुर। यो चाहिँ चौर हो मामाहरूको। सानो बगैँचा यो। मामाहरू हुनुहुन्न रहेछ घरमा। अब जानुपर्ने हुन्छ पल्लो घर गाइज। हामी जाँदैछौँ। यो चाहिँ मेरो सानो गाउँ। यो चाहिँ यहाँ यति नै छ घर। माथितिर निनीहरूको घर हो त्यो। अनि यहाँ माथि चाहिँ एउटा घर पर छ।